नमस्कार गाइस, नमस्कार। सुपर्णलाई भन्न चाहन्छु आज चाहिँ म देखाउने वाला छु मलेसियाको गाउँ। टक्क लगाएर मलेसियाको गाउँ कस्तो हुन्छ, घरहरू कस्ता हुन्छन्, कसरी बसेका हुन्छन्, कसरी बाइकमा चाहिँ टक्क सरर घुमेर देखाउने छु। हजुरहरू हेर्नु होला, हेरेर टक्क लाइक कमेन्ट सेयर गरिदिनु होला भन्न चाहन्छु। टक्क लगाएर लाग्नु देख्न सक्नुहुन्छ गाइस, यो चाहिँ मलेसियाको गाउँ। त्यहाँनिर मान्छे देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ मलेसियाको घरहरू देख्न सक्नुहुन्छ। रुम नम्बरहरू यतापट्टि अर्को घर, यतापट्टि यसरी रुम नम्बरहरू फटाइदिएको हुन्छ। ट्याक्क लगाएर यसरी देख्न सक्नुहुन्छ। त्यहाँनिर यसरी यसरी गाडीहरू यसरी पार्किङ गरेको हुन्छ, देख्न सक्नुहुन्छ। यस्तो घरहरू ट्याक्क गभर्मेन्टले बनाइदिएको हुन्छ, देख्न सक्नुहुन्छ। लाइन लाएर यसरी देख्न सक्नुहुन्छ। रुम नम्बरहरू यसरी टक्क देख्न सक्नुहुन्छ गाइस। बबाल छ, यसरी मिलेर बस्ने गर्छन् कि मलेसियामा मान्छेहरू, देख्न सक्नुहुन्छ। यसरी गभर्मेन्टले बनाइदिएको हुन्छ लाइन लाएर। लाइन एउटै छ, देख्न सक्नुहुन्छ। रुम नम्बर यो अलग देख्न सक्नुहुन्छ। रुम नम्बरहरू कति सय नम्बरमा पर्छ, देख्न सक्यो 200 कति कतिमा पर्छ। यसरी यो चाहिँ पार्किङ एरिया देख्न सक्नुहुन्छ। यो चाहिँ टक्क आएर खेल्ने चाहिँ फुटबल खेल्ने देख्न सक्नुहुन्छ। गेमहरू खेल्ने गर्छन् त्यहाँनिर। यसरी यहाँनिर देख्न सक्नुहुन्छ। यो चाहिँ यतापट्टि रुम छैन, यो एक लाइनमै छ। त्यो रुम नम्बरहरू देख्न सक्नुहुन्छ। टक्क एकदम गाइस मिलेर बसेका हुन्छन् मलेसियामा। यो चाहिँ गभर्मेन्टले बनाइदिएको हो, तर यहाँको लोकलहरू किन्ने गर्छन्। रुम मन पर्यो, बस्ने इजी भयो भने किनिदिन्छन् मान्छेहरू। 3-4 लाखसम्म पर्छ यस्तो डबल स्टोरको रुमहरू चाहिँ। 3-4 लाख रुपियाँ, यसलाई चाहिँ लगभग 6 लाख 4 लाख। ठाउँ एरिया हेरेर हुन्छ, नेपाल जस्तै। यहाँ सक्नुहुन्छ। यो चाहिँ एरिया पार्किङ एरिया। यहाँनिर मर्निङ वाकहरू गर्ने गर्छन्। यता देख्न सक्नुहुन्छ। यो चाहिँ बाटोहरू टक्क लगाएर यसरी देख्न सक्नुहुन्छ। यहाँनिर यो चाहिँ अर्को लाइन यतातिर छ, म यता गइनँ, टक्क डाइरेक्ट यतै गएँ, देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ गाइस, बबाल छ यो रोड। यहाँनिर फुलहरू देख्न सक्नुहुन्छ। यसरी यता चाहिँ अर्को गाउँ आयो। यो गाउँको नाम चाहिँ यसरी राखिएको हुन्छ, देख्न सक्नुहुन्छ। यहाँनिर फुलहरू देख्न सक्नुहुन्छ। एकदम मिलेर बसेका हुन्छन्, देख्न सक्नुहुन्छ। यो चाहिँ गाउँको नाम चाहिँ जलन दिसा कासिया। यो घरकोले धेरै सजाएको छ, देख्न सक्नुहुन्छ। बाहिर फुलहरू राखेर टक्क यसरी। यो पैसावाला होला नि, त्यो भएर सजाइराख, देख्न सक्नुहुन्छ। यो चाहिँ आँपको रुख देख्न सक्नुहुन्छ। आँपको रुख घर अगाडि लगाएका हुन्छ। यो चाहिँ आँपको रुख देख्न सक्नुहुन्छ। टक्क आँपको रुख यसरी देख्न सक्नुहुन्छ गाइस। यसरी चाहिँ यो चाहिँ सर्टकट देख्न सक्नुहुन्छ। यो गल्ली देख्न सक्नुहुन्छ, पछाडिपट्टि हो यसरी। यसरी त्यहाँनिर बस्ने राखिदिएको हुन्छ, देख्न सक्नुहुन्छ। पार्किङ एरिया माथि थियो, यसो मान्छे आएर बस्ने मर्निङ वाक गरेर यसरी देख्न सक्नुहुन्छ। यो चाहिँ अर्को लाइन आयो, यसरी लाइन यसरी पट्टाएको हुन्छ। रुम नम्बरहरू देख्न सक्नुहुन्छ। यसरी ट्याक्क पट्टाएको हुन्छ। चाइनाको रुमहरूमा यसरी राखिएको हुन्छ, देख्न सक्नुहुन्छ। त्यो चाइनाको एकदम सुन्दरता हो। यसरी देख्न सक्नुहुन्छ। यसरी देख्न सक्नुहुन्छ। बबाल गाइस। यहाँ चाहिँ हामी राति ओटी आउने गर्छु। काम गर्ने त उता हो, तर एउटै हो हाम्रो कम्पनी। त्यो भएर चाहिँ यता पनि गर्न मिल्यो, उता पनि गर्न मिल्यो। हाम्रो रेगुलर काम उता हो, यता ओटी गर्छु, देख्न सक्नुहुन्छ। यहाँनिर हामी चाहिँ बस्ने यहीँनिर हो राति। यसो यहाँनिर बसेर टक्क यसरी देख्न सक्नुहुन्छ गाइस। यसरी चाहिँ हुन्छ मेरो बस्ने ठाउँ चाहिँ यही हो गाइस, देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो बाइक। यसरी यहाँनिर पार्किङ गर्छु, टक्क त्यहाँनिर बस्छु। यहाँनिर चाहिँ फुटबल पनि खेल्ने गर्छन्, त्यहाँनिर देख्न सक्नुहुन्छ। यसरी टक्क लगाएर छ गाइस।
बब्बाल छ नि एरिया, गाउँ बब्बालै हुन्छ मलेसियामा। देख्न सक्नुहुन्छ हरियाली ट्याग नेपाल जस्तै यसरी पुरै गाउँ यही हो। यो गाउँले चाहिँ 3 जना सिक्युरिटी राखेको छ, एकजना गेटमा, एकजना पेट्रोलिङ, एकजना डेमा गरेर 3 जना राखेको छ। यतापट्टि चाहिँ जङ्गल छ, देख्न सक्नुहुन्छ गाई, ठुलो जङ्गल छ। यसरी जङ्गलमा, यो जङ्गलमा चाहिँ हरेक जीव जनावरहरू पाइन्छन्, अजिङ्गरबाट लिएर बँदेलहरू सबै कुरा पाइने गर्छ यसमा, देख्न सक्नुहुन्छ। ल गाइस, टक्क लगाएर हेरेर ट्याक्क लाइक कमेन्ट सेयर गरिदिनु होला भन्न चाहे।